नेपाल प्राकृतिक विविधता र संस्कृतिले भरिपूर्ण देश हो, तर यहाँको अर्थतन्त्रको मेरुदण्ड अझै पनि कृषि नै हो। देशको ठूलो जनसङ्ख्या आज पनि कृषिमा निर्भर छ, तर परम्परागत विधि, सानो जमिन र सीमित प्रविधिका कारण कृषि अझै चुनौतीसँग जुधिरहेको छ। युवा पुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदा कृषि क्षेत्रले श्रम अभावको समेत सामना गरिरहेको छ। यिनै चुनौतीहरूको समाधान खोज्दै सरकारले अघि सारेको पहल हो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम। यस कार्यक्रमले कृषिलाई आधुनिक, व्यावसायिक र दिगो बनाउने लक्ष्य राखेको छ। धादिङ जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ धादिङ मार्फत यो अभियान व्यवहारमा उतारिएको छ। यहाँ किसानहरूलाई आधुनिक कृषि उपकरण, उन्नत बिउ, सिंचाई प्रविधि र प्राविधिक तालिम प्रदान गरिँदै आएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना इकाइ धादिङको कार्यालयबाट 50% अनुदानमा आएको फर्सी, काँक्रो, सिमीका बिउ लगायत अन्य सामग्रीहरू जस्तै ट्र्याक्टर, पाइप, स्पेयर पम्प, हार्ड स्पेयर पम्प, ट्र्याक्टर विथ ट्रली यस्ता सामानहरू 50% अनुदानमा भएको हुँदा यहाँका किसानहरूलाई ठुलो राहत मिलेको छ। हामीले यस कार्यक्रम मार्फत धेरैभन्दा धेरै उत्पादन लिन सकेको छौँ। नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ धादिङबाट चाहिँ आर्थिक वर्ष 2082-83मा चाहिँ स्वीकृत वार्षिक कार्यक्रम अनुसार चक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन वृद्धिका लागि सहयोग कार्यक्रम अन्तर्गत यो ठाक्रे गाउँपालिका धादिङ जिल्लाको ठाक्रे गाउँपालिकाको यो ठाक्रे 8को यो महाङ्काल भगवती कृषक समूहलाई छनौट गरेर कार्यक्रम सञ्चालन गरिएको तरकारी खेती विशेष कार्यक्रममा र उहाँहरूको चाहिँ तरकारीमा पनि फर्सी तरकारी खेती नहुने भएर सामूहिक रूपमा यो समूहबाट चाहिँ आवेदन परेपछि हामीले चाहिँ फिल्ड भेरिफिकेसनको आधारमा यो छनौट गरेको छौँ। अब यो किसानहरूलाई अब अहिलेको सन्दर्भमा चाहिँ हरेक किसानले चाहिँ यो गाई पाल्दाखेरि चाहिँ धेरै चाहिँ हुने त्यो समय लाग्ने, गाईलाई पनि त्यो गोरुहरूलाई पनि समय दिनुपर्ने, गोरु पाल्न नसक्ने अवस्थामा चाहिँ यो चाहिँ के भन्छ किसानमा लाग्ने जुन लेबर खर्च जुन छ होइन, त्यो खर्च चाहिँ कम हुन जाने, त्यसपछि गएर त्यो चाहिँ सजिलै त्यसलाई चाहिँ ढुवानी गरेर लान सकिने, कम समयमा धेरै नै उत्पादन चाहिँ कम समय र कम लगानीमै हामीले चाहिँ धेरै चाहिँ अधिकतम उत्पादन लिन सक्ने चाहिँ भएको भएर कृषिमा आधुनिकीकरण गर्दै लानुपर्छ, व्यावसायिक कृषिको विकास गर्नुपर्छ भन्ने उद्देश्यका साथ नै यो प्रधानमन्त्री कृषि आधुनिक परियोजना विगतमा सञ्चालन भएको भने यो आर्थिक वर्षदेखि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम भएको र सोही अन्तर्गत नै उहाँहरूले चाहिँ यो कम समय र कम लगानीमै अधिक उत्पादन लिनको लागि यान्त्रिकीकरणले गर्दाखेरि त्यो थोरै समयमा धेरै लगानी गरेर धेरै उत्पादन लिन सक्नुहुने विश्वासका साथ उहाँहरूले चाहिँ माग गर्नुभएको भएर चाहिँ हामीले प्रोत्साहन गर्नको लागि आधुनिकीकरण गर्दै जानुपर्छ, यान्त्रिकीकरण लिँदै जानुपर्छ र विभिन्न किसिमका आधुनिकीकरण र यान्त्रिकीकरण मार्फत कृषिको प्रवर्धन गर्दै जानुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरूलाई यो कार्यक्रम चाहिँ दिइएको। अनि डिजल इन्जिनमा प्रत्येक 25 घन्टा मोबिल चेक गर्नु चेन्जै गर्नु पर्यो, कि फेरि थप्ने होइन त्यसमा। यन्त्र सम्बन्धी बोलेको कुराहरूमा भन्दा पनि अलिकति बढी कुराहरू सिकाइमा बढी प्रभावकारिता हुन्छ र सामान्य रूपमा किसानले अब यन्त्र उपकरणका विभिन्न आफैले किनेर होस् या कार्यालयको साझेदारीमा होस् अथवा अन्य कुनै संस्थाहरूबाट चाहिँ सहयोग प्राप्त भयो भने उहाँहरूलाई चाहिँ सामान्य एउटा त्रुटिले गर्दाखेरिमा पनि यन्त्र उपकरणमा समस्या हुने, त्यसले गर्दाखेरि मेसिनै बोकेर वर्कसपसम्म जानुपर्ने गर्दाखेरिमा उहाँहरूलाई चाहिँ लागत बढी हुने र सामान्य त्रुटिले गर्दाखेरिमा पनि यन्त्र उपकरणहरू चाहिँ प्रयोगविहीन हुने अवस्था भएको हुनाले यसलाई चाहिँ कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने हेतुले हामीले चाहिँ यो यन्त्र उपकरणलाई चाहिँ मर्मत समारोह भनेर चाहिँ कार्यक्रमलाई चाहिँ तालिमको रूपमा राखेका थियौँ।
र यो कार्यक्रम हाम्रो फरक फरक शिक्षकमा फरक फरक ठाउँमा भएको छ र प्रत्येक वर्ष हामीले ठाउँअनुसार विभिन्न भूगोललाई चाहिँ मिल्ने गरेर सबै खालका अब एकैचोटि सबै किसानहरू समेट्न नसकिने भएको हुनाले विभिन्न किसिममा विभिन्न समयमा हामीले चाहिँ यो तालिमहरू सञ्चालन गरेका छौँ। हिजो यो हाम्रो कृषि यान्त्रिक उपकरण मर्मत समारोहको जुन हाम्रो 3 दिने कार्यक्रम आजसम्म हुँदै गर्दाखेरि एकदम कार्यक्रम चाहिँ म आफै लगायत हामी चाहिँ सबैजना हौसलै भएको छ जस्तो लागेको छ। म आफू खुसी छु, एकदम समग्र रूपमा यो कार्यक्रम एकदम राम्रो भएको छ। कतिपय कुराहरू चाहिँ हामीले सामान यो ट्र्याक्टरको सामानहरू बिग्रिँदै गर्दाखेरि धुवा आउने, प्लगको कारणले स्टार्ट नहुँदा, अनि त्यस पछाडि कुन बेला चाहिँ इन्जिन जाने, कुन अवस्थामा इन्जिन जाने, ट्याग कम्प्रेसर कुन बेला त्यो इन्जिनबाट हुँदो रहेछ भन्ने कुराहरू चाहिँ विषयवस्तुहरू चाहिँ हामीले चाहिँ जब इन्जिन आफ्नै हातले खोल्यौँ त्यसपछि समग्र रूपमा चाहिँ हामीले त्यो जानकारी पायौँ, कुन रिङ कता लाग्ने होइन, त्यो हुँदाखेरि सबै कुरो चाहिँ हामीले जति बुझ्यौँ हाम्रो लागि अहिलेको 2 दिनभित्रको तालिममा चाहिँ हामीले एकदम स्पष्ट भएर बुझ्यौँ। अब यस्तै कार्यक्रम चाहिँ अलिकति साँच्चै नै हामी चाहिँ किसानहरू चाहिँ इन्जिनै बनाउने हो भनेदेखि चाहिँ अलिकति मेहनत साथ चाहिँ त्यो कार्यक्रम फेरि पनि 10-15 दिनको अलिकति लङ टाइमको होस् भन्ने चाहिँ मेरो चाहना छ। यो वर्ष कृषि राष्ट्रिय आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ धादिङबाट चाहिँ नर्सरी स्रोत केन्द्र स्थापना कार्यक्रम अन्तर्गतको कार्यक्रम एससी एग्रिकल्चर फार्ममा सञ्चालन भएको थियो। त्यस कार्यक्रम अन्तर्गत हामीले चाहिँ यो जुन हाम्रो स्ट्यान्ड नर्सरीहरू ट्रीहरू राख्ने स्ट्यान्डहरू हामीले बनाएका छौँ र त्यसै गरी अर्को भनेको अलिकति मेसिनरी भनेको यो जुन पेट्रोलवाला पावर स्प्रे खरिद गरेका छौँ र यस्तै गरेर यो बेर्नाहरू राख्नको लागि हामीसँग अलिकति समस्या भइरहेको थियो। यो नर्सरी ट्रीहरू हामीसँग 400-500 खरिद गरेका छौँ र अर्को हामीले यो जुन बेर्नाहरूमा चाहिँ पानी राख्नको लागि त्यसको लागि चाहिँ हामीले एउटा ह्यान्डवाला चाहिँ स्प्रे पनि छ। अनि अर्को कुरो भनेको यो ग्राफ्टिङ गर्नको लागि चाहिँ ग्राफ्टिङ क्लिप र यो माथिबाट बाँध्नको लागि भनेर चाहिँ हामीले पोलिस्टर तारहरू खरिद गरेका छौँ। यो कार्यक्रममा मैले चाहिँ एउटा यो धादिङ जिल्लामा एउटा ग्राफ्टिङ नर्सरी चाहिँ बनाउने भनेर चाहिँ यो प्रविधिमा जोडेर चाहिँ काम गर्ने भनेर चाहिँ मैले पहिला सानो उसमा नि सुरुवात गर्दा अहिले चाहिँ राष्ट्रिय आधुनिकीकरणबाट चाहिँ मेरो जुन एउटा उद्देश्य उहाँले बुझेर चाहिँ जुन कार्यक्रम यहाँ सञ्चालन गरिदिनु भयो, सर्वप्रथम उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। म साह्रै खुसी पनि छु। यो चाहिँ म आफ्नो मात्रै नभएर यो लगभग हामी किसानहरूमा चाहिँ अलिकति यो नयाँ प्रवृत्ति के हो त र किन गर्नुपर्छ भन्ने कुराहरूको अलिकति यो बुझ्नुपर्छ बुझाउनुपर्छ भन्ने हिसाबले यो ग्राफ्टिङ प्रवृत्तिसँग जोडेर चाहिँ मैले अलि यो वर्ष चाहिँ हालसम्म चाहिँ 6000 बिरुवा पनि बेचिसकेको छु। जुन बिरुवा बेचिरहँदा चाहिँ नुवाकोट जिल्लामा पनि मैले पठाइसकेको छु भनेदेखि तपाईँको पोखरा अनि चितवनबाट यो बर्खापछि यो कुराहरू पनि आइरहेछ। त्यो भएको कारणले यसमा चाहिँ किन गर्ने त भन्दाखेरि यसमा उत्पादन बढी, जुन माटोबाट लाग्ने रोगहरू, निमाटोड, उइलहरू र अन्य जुन समस्याहरू छ त्यो समाधान हुने, बोट एकदम स्ट्रङ हुने र यसको उत्पादन लामो समयसम्म दिन सकिने र यसको फलहरू बनेको भण्डारण गर्नको लागि लामो समयसम्म राख्न सक्ने क्षमता भएको र यसमा भित्र बढी रसिलो, खाँदा टेस्टिलो र यसको मिठासै फरक भएको कारणले चाहिँ यो ग्राफ्टिङ चाहिँ मैले यो रोजेको हो र हुनुपर्ने नि यही थियो र किसानलाई फाइदाजनक पनि यही छ। जुन हामीले जुन सामान्यतया लगाएका बेर्नाहरू कुनै भूगोल अनुसारको लामो समय त उत्पादन होला, तर पनि त्योभन्दा चाहिँ एकदम बढी चाहिँ उत्पादन हुने र यसलाई अर्को फाइदा फेरि के छ भने यसलाई पानी नभएको खण्डमा 7 दिनसम्म बिरुवाहरू ओइलाउँदैन र पानी राखेर गर्दाखेरि तपाईँको 15-20 दिनसम्म पानी नहाल्दा पनि यसमा फेरि ओइलाउने अवस्था हुँदैन बिरुवाहरू। त्यो भएको कारणले मैले चाहिँ यो बिरुवा चाहिँ अलिकति आफ्नो व्यक्तिगत मात्रै नभएको समग्र किसानहरूलाई पनि सहज हुन्छ भनेर एउटा अझ फार्म स्थापना गरेको छु र यसलाई अझ
हेर्दाखेरि एउटा फरक खालको फार्म बनाउने मेरो कन्सेप्ट छ, ताकि यो चाहिँ विभिन्न क्षेत्रमा विभिन्न जिल्लाहरूमा पनि अलि राम्रै तवरबाट चाहिँ हामीले डेलिभरी गर्न सकौँ भन्ने हिसाबले चाहिँ मैले चाहिँ यो फार्म स्थापना गरेको हो। यस प्रकारका कार्यक्रमहरूले उत्पादन वृद्धि, आम्दानी सुधार र रोजगारी सिर्जनामा योगदान पुर्याएको छ, जसले कृषिमा युवाको आकर्षण बढ्दै जाँदा आत्मनिर्भरतातर्फको यात्रा अघि बढिरहेको छ। नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ धादिङ।